बिहान उठेर टक 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 अब एक्सर्साइजको लागि है हल्का हल्का यसो ज्यान तताइरहेको छु। अलिअलि त अघि नै पनि तताइसकेको थिएँ। तान्दैछु ट्रिमरलाई। के गर्नु, बाहिर पानी आछ है, गर्मी छ, बाहिर सकिँदैन बाहिर कुद्नु। हल्का अब खाएको त पचाउनु पऱ्यो। फेरि मलाई चाहिँ डर लाग्छ क्या। हजुरहरूले पनि एक्सर्साइज चाहिँ गर्नुपर्छ। अब मैले भनिराख्नुभन्दा पनि तपाईँहरूलाई आफूलाई थाहा भएको कुरा हो। फिजिकली फिट हुनुपर्छ भनेर फिट हुन त खोजेको गयो, तर मेरो पेट अलिक ढोस्स निस्किन लागेको क्या हो। अलिक मोटाए जस्तो लागिरहेको छ। म अब घटाउँछु, केही छिनमै घटाउँछु नि। अब घटाउने हो। 60 क्रस हुन लाग्यो जस्तो लाग्छ मलाई। यहाँ चाहिँ नि म फेरि तयारीमा। यहाँ चाहिँ अब बत्ती बल्छ एकछिनमा। अनि फेरि ट्रिमर लिएर अब मैले एक्सर्साइज फेरि अब बत्ती अँध्यारो रहेछ। कोठामा झिलिप एकैचोटि लाइन गएको थियो क्या सायद। बोल्यो आयो, लाइन आउने जाने गरिरहेको छ। नेपालको लाइन यस्तै हो, अलि भर हुँदैन। यहाँ मैले सामानहरू पनि मिलाइरहेको छु। ढोका बाहिर चाहिँ पानी खतरा आइरहेको छ, त्यही भएर कुद्नु गएको छैन। बत्ती बोल्यो आफै लाइन आयो। म अझै एक्सर्साइज गर्ने मुडमा त दौडिरहेको छु। बिस्तारै सिस्तारै मिलाएको छु। अझ म त एकदम इमान्दारी मान्छे हो क्या। आफ्नो कपडा सपडा झोला सोला यताउता फोहोर रहेछ, यो पनि ट्याक्क मिलाएको छु। अब धुने कपडा श्रीमतीलाई यतातिर भनेर निकाल्दैछु। मैले चाहिँ कपडाहरू बाहिर निकालिदिएँ धुनको लागि। मैले पनि धुन्छु। यो फेरि प्यान्ट पनि लिएर गएँ, मैले पनि धुन्छु। भिजाएर राखेको छु, यो पनि धुन्छु। मैले भ्याएँ भने सकेसम्म धुन्छु। सकेसम्म होइन, 95% श्रीमतीले धुनुहुन्छ अनि 5% मैले धुन्छु। समटाइम कहिले कहिले। यसो हेर्दाखेरि अलिकति मोटाएको चाहिँ हो म। अब खाना कन्ट्रोल गर्छु भन्ने गर्दा त डह्रो जान्छ। खियो त डह्रो भएर जान्छ। आफैलाई हेर्दाखेरि अलिक लाज लाग्यो अनि टी सर्ट लाएँ। हल्का स्क्वाट पनि दिएछु अझ। पन्चिङ पनि हल्का 1-2 पन्च। हल्का ड्याङ 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 ड्याङ। आज चाहिँ खासमा एक्सर्साइज चाहिँ म तल नै हो गर्ने। आज चाहिँ कोठाबाट पनि निस्किनै नसके जस्तो भन्नाले एकदम अल्छी बोर फिल भएर कोठामा हिजो अब ड्याङ ड्याङ पुसअप हो। पुसअप ड्याङ ड्याङ।
एक्सर्साइज गरेर हल्का माथितिर हेरिदिनु पऱ्यो कस्तो देखिएर छ कि ल साथमा त पानीको टङ्की भरेछ क्या हो किन पैसा यस्तो धेरै आउँछ खाने पानीको भनेको त टङ्की भरेको कुरा छ नमस्कार यहाँ सम्पूर्णमा अहिले म देवता नगरपालिका वडा नम्बर 2 रूपन्दी को ढेकावर भन्ने ठाउँबाट यो चाहिँ भिजिट गरिरहेको छु होइन ढेकाएर हेर्ने मेरो घरको माथिबाट खिचेको ड्रोनबाट त खिच्न सक्दिनँ मसँग छँदा नि छैन त्यस्तो यो चाहिँ त्यहाँ त्यो पत्ती छायाबाट यतापट्टि राइट लाग्नुभयो भने खैरिन जानुहुन्छ यता लेफ्ट लाग्नु भने बहिरो जानुहुन्छ यता भैरो जाने बाटो हो यो है अनि फेरि त्यही चोक देन यो खैरिन जाने बाटो यहाँबाट साट बसहरू हिँड्न सुरु गरे 7 स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको बस लाग्यो अब बच्चाहरू लिन अब स्कुल यो चाहिँ हेर्न यो बाटो चाहिँ ठ्याक्कै 6 नम्बर जाने बाटो हो यो चाहिँ हाम्रो मण्डली थान मन्दिर छ नि यहाँ रुखको उतापट्टि त्यो चाहिँ हाम्रो ट्रेनिङ गराउने ठाउँ हो क्या साथीहरू है करातेको मेरो को चाहिँ त्यहाँ के कुरिरह ट्रेनिङ सेन्टरमा शीतलमा बस्यो होला बिचमा स्कुलको बसहरू ए भगमा बुद्ध पब्लिक यति घुम्छ भने यहाँ कतिवटा एकदम 50 वटा आउँछ होला कि यहाँ स्कुल के एकदम बिजी रोड हो क्या फेरि अर्को आइसक्यो अर्को पनि आइसक्यो ए बाबा को हो यो फेरि 7 स्टार यो चाहिँ हाम्रो यहीँको 7 स्टार एकदम राम्रो स्कुल हो यो 7 स्टार धेरै राम्रो नतिजा ल्याउन सक्ने स्कुल हो 7 स्टार भनेको यो तपाईँले मैले होइन यो छ नि यहाँबाट यो धाउँदै जाने रोड हो यो रोड भनेको यो रोड है यति व्यस्त रोड हो नि यति व्यस्त रोड हो यो एकदमै के अब त सुरु भयो व्यस्त बिजी हुनु हेर्नु अब त यति हुन्छ अब यहीँ बाटो चाहिँ यस्तो बनाएको छ क्या ल हेर्नु अझ यहाँ चोकबाट त छँदै छैन यहाँबाट त्यस्तो बाटो खनेको नि छैन भने यति सानो रोड बनाएको छ ल हेर्नु है रोडी छेउछेउमा यो उस गरेको छ क्या नाली बनाएको छ त्यत्तिकै छोडेपछि कहिले हो यो बन्ने के हो यो यस्तो अव्यवस्थित तरिकाले भइरहेको छ यो हामी देख्न सक्छौँ यो ढेका होइन यहाँ चाहिँ भविष्य निर्माण स्कुल म पनि यहीँ अध्ययन गरेँ 10 क्लाससम्म 10 यहाँबाट निस्केर 11 12 चाहिँ म बाहिर गएको पुटोलतिर ल होइन यो ठ्याक्क भविष्य निर्माण स्कुल ढेकार हेर्नु ल भविष्य निर्माण स्कुल हुँदै 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 राजाबारी अलि मोबाइल क्वालिटी राम्रो छैन क्या छैन क्यामेरा राम्रो छैन बिचरा त्यो पनि तपाईँले हेरिदिनु होस् त्यही ठुलो कुरा हो यो चाहिँ नि आउँदैछ खानेपानी टङ्की यो हामीले पानी चाहिँ पुर्याउने यही टङ्कीको पानी यो टङ्कीमा आउँछ अनि हामीले खान्छौँ लुगा धुन्छौँ नुहाउँछौँ सबै काम त्यहीँबाट गरिन्छ यो चाहिँ यो साइडमा चाहिँ मैले ठ्याक्कै हजुरहरूलाई देखाउँछ यो छ नि यो रातो बिट लगाएको यो चाहिँ वडा नम्बर 2 को वडा कार्यालय हो है त्यसपछि यहाँ चाहिँ फेरि गुरुङ कृषि फार्म यहाँ छ यहाँ चाहिँ बाटो छ है यस्तरी यहाँ घडेरीहरू छ है फेरि अनि यो चाहिँ यहाँबाट हुँदै यसको यस्तरी घुमेर यही चोकमा आएको छ क्या त्यो बाटो चाहिँ
उहाँ चाहिँ इस हाम्रो करातेको खेलाडी हुन्। त्यो अगाडिको चाहिँ यो ब्राउन कलरको र अनि यो मलाई त्यस्तै लाग्छ, लाइक आई थिङ्क बिनिस्का हो कि जस्तो लाग्छ है। यो चाहिँ देखेको छ नि, पाल्पा सिमेन्ट कति बेला आइपिओ पनि भन्नुभयो होला। पाल्पा सिमेन्टको टावर हो यो। यो रोड भनेको एकदमै बिजी रोड हो क्या। अब हेर्नु, अब तपाईँको आज त आइतबार होइन, स्कुल आज सामान्यतः सबै खोलिसकेको छ। पूर्ण रूपमा स्कुल खोलेको दिनमा तपाईँको यति बिजी हुन्छ नि। जस्तै भोलि हेर्नुपर्छ हामीले होइन, 9 बजे 8:30 बजीदेखि 10 बजीसम्मको पिरियड भनेको एकदमै व्यस्त रोडहरू। तर खै के हो चाहिँ बेचारी, कसले बुझ्ने हो कसले सुन्ने हो यो यस्तो चाहिँ नि। एकदमै रोडलाई चाहिँ नि स्तरोन्नति गर्नुपर्ने क्या। एकदम अहिले बनाउनु लागेको छ, फेरि यति साँघुरो क्या, कामै छैन क्या। जो अब यताबाट खैरेनीबाट भएर जाने बाटो, अनि नलपरासी चारपालाबाट फेरि धक्दै जाने बाटो भएको कारणले गर्दाखेरि, त्यस कारणले यो बिचको रोड चाहिँ, यो रोड चाहिँ एकदमै व्यस्त छ। यसलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ स्तरोन्नति चाहिँ गर्नुपर्छ। हाम्रो चाहिँ ढेकारमा चाहिँ है अन्नहरू यसरी रोपिएछ। हेर्नु यहाँ ममता, हेर्नु स्कुल हिँड्ने ममता। संयोगले चाहिँ 2जना खेलाडी पनि भेट भएको रहेछ। यो चाहिँ हामी चाहिँ यसरी धान रोपिसकेछौँ। ओके, थ्याङ्क यू फर वाचिङ म भिडियो। म फेरि पनि नेक्स्ट टाइम तपाईँहरू समक्ष आउनेछु भिडियोहरू लिएर है। थ्याङ्क यू।